त्यसो भने तपाईँले हेर्नुभएको छ कम्प्लिट हिन्दू मुस्लिम दाजुभाइ कोही छैन पढाइ यहाँ हेर्नुहोस् युवाहरूले माइती गरेर मन्डला बाछा निकालिसकेका छन् सद्भावको र्याली देशका विभिन्न जिल्लामा हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरूले सद्भावको र्याली त्यसै पनि निकालेर एउटा शान्तिको सन्देश त्यसै पनि दिइसकेको परिप्रेक्ष्यमा काठमाडौँमा त्यसले भेट निकालिएको छ। नेपाली भाइहरू बीच द्वन्द्व फैलाउने झगडा लगाउने व्यक्ति र समूहबाट हामी सचेत हुन जरुरी छ र मधेस सहित देशभरका युवा विद्यार्थी नेपालीहरूलाई सचेत सतर्क गर्न जरुरी छ। म देशभक्त नेपाली मुस्लिम भइसक्दा आज म नमाज पढे, नमाजमा म प्रार्थना गरे, दुआ गरे कि मेरो नेपाल समृद्ध विकसित र शान्ति मुलुक बनोस्। मैले किन प्रार्थना गरेँ भने म जसरी एउटा नेपाली मुस्लिम छु र मुस्लिम हुनुमा मलाई गर्व छ, त्यति नै देशभक्त न्यायप्रेमी राष्ट्रप्रेमी नेपाली हुनुमा पनि त्यति नै गर्व छ, यो भन्न चाहन्छु तपाईँहरूलाई। त्यही भएर हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार बनेर सामाजिक सद्भावलाई काम गर्नुपर्छ र सबै साथीहरूलाई सामाजिक सद्भाव कायम राख्नका लागि पहल गर्नुपर्छ, सबैलाई सम्झाउनुपर्छ, सचेत गर्नुपर्छ यो विद्यार्थी साथीहरू। अन्तिममा फेरि पनि म भन्न चाहन्छु, कुनै पनि धर्म जात गलत हुँदैन, गलत व्यक्ति हुन्छ, व्यक्तिको विचार हुन्छ, व्यक्तिको कर्म हुन्छ। त्यही भएर कोही व्यक्ति गलत गरिरहेछ भने त्यो व्यक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्छ, त्यो व्यक्तिलाई कानुनी कारबाही गर्नको लागि माग गर्नुपर्छ। तर एकजना व्यक्तिको कारणले समुदायलाई गाली गर्ने, अपशब्द गर्ने यो हाम्रो नेपालीको पहिचान होइन, यो भन्न चाहन्छु। अर्को कुरा, यो रोहिङ्ग्याको नागरिकताको विषयमा छानबिन गर्नुपर्छ। यो आजको बेलाबाट म जोरदार सरकारसँग माग गर्न चाहन्छु।